कति राम्री छौ भौ। अँ साँच्चै भनेको हो त राखेला कोसँग बात गर्दै थिइस् कहिले फोन गरेको मैले तँलाई कोहीसँग होइन हौ माइतमा बात मार्दै थियो भाउजूसँग माइतमा हो कि बोयफ्रेन्डसँग बोलेको हो नि अहिले त केटीहरूको पनि भरोसा छैन जिन्दगीको त भरोसा छैन तेरो त के भरोसा गर्नु बाउ आमाले जबरजस्ती मग्नी गरिदिएको तेरोसँग तेरो बारेमा केही त थाहा थिएन मलाई शङ्का गरेको तिमीले लु म तिम्रो फोन पनि चेक गर्दिन लु मेरो टाउको माथि हात राखेर कसम खुवाउँदा तिम्रो बोयफ्रेन्ड छैन भनेर असम छैन के भन्यो फेरि भन त असम ओए तैँले मलाई ढाँट्छस् तर मैले कसम खानु लाग्थेँ तैँले त असम पो खाइस् त भनेपछि तेरो कोही न कोही केटा छ भन्नु को छ तेरो केटा कोसँग बोल्छस् तँ ओए छिटो भन् भनेको लु तर म कुट्दिनँ पनि पिट्दिनँ पनि मैले पेटी पनि झार्दे तर मलाई एकपल्ट नढाँटिकन भन्दा तेरो पहिला पहिला को केटाहरूसँग चाहिँ चक्कर थियो र अहिले कोसँग छस् नढाँटिकन भन् म तँलाई केही पनि गर्दिनँ लु अन्त ए के त नगर्ने रहेछ हरिन्छ सबै मुख खोलेर पहिलाको 21 अहिले तपाईँसँग 22 अहिले चाहिँ क्रस चाहिँ गौरवसँग चल्दैछ